हेलो एभ्रिवान, नमस्ते अनि स्वागत छ सबैजनालाई मेरो राणा भ्लगमा। भ्लग प्लस मैले फेसबुकतिर नै हाल्नेछु यो भिडियो। आज चाहिँ धेरै टाइमपछि मैले भ्लग बनाउँदैछु होइन। विशेष भन्ने कुरो त केही छैन छन त होइन, तर पनि म बिहान होइन मेरो नयाँ ठाउँमा काम गर्न आएको थिएँ होइन। तर यस्तो तरिकाले निस्क्यो होइन, यति के भन्ने यार, आमा सोच्दै नसोचेको कुरो भयो क्या आज होइन। ठ्याक्कै अन्डरग्राउन्डको बाटो हुँदै आएको थिएँ म होइन। अनि मलाई थाहै थिएन क्या कहाँबाट निस्किन्छ होइन। अनि मैले कसरी दिमाग लगाएँ भन्दाखेरि ठ्याक्कै यो ट्याक्सीहरू लाग्ने ठाउँ, त्यसपछि यो बस स्टेसनहरू हुन्छ नि, त्यो बस स्टेसनमा निस्क्यो भने त त्यहाँबाट चाहिँ थाहा हुन्छ नि त बाहिर निस्किएपछि कता जाने के जाने होइन, सबै थाहा हुन्छ। सो म चाहिँ बाहिर निस्किनको लागि ट्याक्सी स्टप अथवा यो बस स्टप हुन्छ नि, बस स्टप गर्ने ठाउँहरूमा चाहिँ निस्किने कोसिस गरेर होइन, यति मुस्किलले निस्क्यो कि ओतिरीमा पछाडि म बाहिर निस्किन त सकेला म निस्किएर भन्ने भइदिएर क्या। भित्र कहाँ पुग्यो क्या माछा पुर्या। त 10 मिनटको बाटो थियो होइन, 10 मिनटको बाटो त म अन्डरग्राउन्ड क्या। ओ यामजी सब यार, त म त हरायो काममा त पुग्दैन हो म टाइममा भनेर होप चाहिँ मेरो हराइसकेको थियो होइन। सो निस्किसकेँ। के छ सबैजना सन्चै हुनुहुन्छ होला? मैले गफमा भन्न बिर्सेँ होइन, म पनि सन्चै छु। यता फेसबुकमा जोडिनु हुने, मेरो पेजतिर जोडिनु हुने अनि युट्युब च्यानलमा जोडिनु हुने सम्पूर्णलाई धेरै धेरै धन्यवाद। अनि सपोर्ट मायाको खाँचो छ मलाई, किनकि मेरो इन्स्टातिर किनकि मेरो फेसबुकतिर अनि त्यसपछि मेरो विशेष त मेरो युट्युब च्यानलमा चाहिँ ग्रो भइरहेको छैन। मैले भिडियो हाल्न नि पाएको छैन अनि भिडियो हाल्न सकिरहेको छैन। सो सबैजनाले मेरो भिडियो हेरिदिनु होला, त्यसपछि माया पनि गरिदिनु होला। यहाँबाट मैले सजाउनु पनि हुन्छ कहाँ जाने भनेर। सो एकछिन स्टप गरौँ। सो एकैछिनमा मैले म्याप पनि हेरिसकेँ म कुन बाटो जाने भनेर होइन। टक्कै सिधा बाटो गएर फेरि दाहिनेतिर मोडिनु पर्ने हुँदो रहेछ। तर यहाँ चाहिँ हराउँछ तपाईँको म्याप हेरेन भने होइन। कति लगभग भइसक्यो म यहाँ बसेको 5 वर्ष जति भइसक्यो होइन। तर छैन क्या यार बाटो यार, माछा यस्तो के भन्ने यार। गाउँतिर जाँदाखेरि मात्रै ओल्लो घर पल्लो घरको त्यो भित्री बाटो हुँदैन, त्यो भित्री बाटो त हराउने मान्छे म होइन। तर यहाँ माछा पोखरी कहाँ यत्रो ठुल्ठुलो बिल्डिङ छ कि यार, माछालाई मुखै छोड्यो क्या त्यसको आवाज चाहिँ। यस्तो ठुल्ठुलो बिल्डिङ छ कि होइन, गाह्रो छ क्या आमामा त्यसको बाजे हेरौँ न। बिल्डिङ यता होइन पछाडि त्यो बिल्डिङ भयो माछा पोखरी, यहाँ आँखाले थुरी नसक्ने बिल्डिङ छ क्या माछा। यहाँ चाहिँ ठ्याक्कै भित्री बाटो जानु पर्दैछ। अनि त्यसपछि ठ्याक्कै फेरि दैनिकतिर मोडिनुपर्छ म। अनि पुगिन्छ म एउटा स्टेसनमा। अनि जापानमा के छ त यार अहिले, जापान नयाँ अपडेट के छ भन्दाखेरि गाह्रो छ यार त्यसको आवाज चाहिँ। अहिले त काम पनि धेरै गर्न नपाउने, हुन त पहिल्यैदेखि नपाउने थियो काम धेरै त्यसो होइन। 28 घन्टाभन्दा धेरै काम गर्न नपाउने भनेर त पहिल्यै भनेको। लुकी काम गर्नेहरू धेरै छन् होइन, 28 घन्टाभन्दा धेरै काम गर्ने त धेरै छन्। प्लस अहिले झन् यो नयाँ टाउकी आएपछि झन् गाह्रो भइरहेको छ होइन। जापानमा एकदम खतरा उसहरू नियमहरू चाहिँ अपडेट भइरहेछ। सो सबैजना केयरफुल हुनु। बिल्डिङ हेरौँ न, माछा पुगेर हराउँछ त हराउँदैन त। क्यामेरा ब्याक गर्छ है त अन्त माछा पुगेर यार बिल्डिङ। मेरो क्यामेराले नि थोर्दैन हो यार, आमामा के भएको यार। एक त मैले चाहिँ उस गरेको छैन होइन, माइकहरू जोडेको छैन, किनकि मसँग माइक छैन नि त। माइक किन्ने पैसा नि कसले दिन्छ त मलाई यार, पैसा कमाउन सकिरहेन। सो माइक किन्ने पैसा चाहिँ कोसँग माग्ने हो? काम त माछा पुगेर खाना बस्न त ठिक्क छ यार, जिन्दगी यार के भएको यार। गाह्रो छ जाने। जान दिनु पर्यो सरकारलाई। अनि त्यसपछि म निस्किनुपर्छ टक्रक्कै होइन। यहाँको बाटोहरू त कता जाने के जाने थाहै हुँदैन क्या।
तलबाट बाटो माथिबाट बाटो पनि यार हराउँदैन त मान्छे अनि यस्तो भएछ त कहाँ भित्र म त कहाँबाट जाने देखाइरहेको थियो अघि एउटा मलाई कहाँबाट रहेछ म बिहान कहाँबाट निस्क्यो यार त्यही बाटो फर्किन्छु भनेर सोचिरहेको थियो होइन कहाँ हो यार मेसै पाएन यार छ्या सबैगरी यार क्रिसमस आएको छ यहाँ फ्यामिलीमा कहाँबाट निस्क्यो म बिहान यार छ्या यत्रो बाटो घुम्नुपर्ने थियो र म थिएन नि यार यो त पुरानो बाटोतिर आइपुग्यो त म त यार छ्या त्यसो यार छ्या एनटिटी बिल्डिङहरू हेरौँ न गाई चाहिँ माछा पुग्यो यार मेरो क्यामेराले भेटेछ त बिल्डिङ यस्तो ठुल्ठुलो बिल्डिङ छ त्यही पनि भूकम्प आउँदाखेरि नि यार केही हुँदैन त यार थैट बनाएको चाहिँ हो क्या यार थैट म बिहान कहाँबाट निस्केमा झाँक्ने आफै डङ्ग परिरहेको छु यार अब चाहिँ म 3 मिनटमा पुग्छु होइन स्टेसनमा धेरै टाइम लाग्दैन अब मलाई पुग्नलाई अनि के छ त गाउँघरतिर के गरिरहेको छ होइन यसो मेरो साथीभाइहरूले चाहिँ कमेन्ट छोडिदिनु होला फेसबुकमा अथवा युट्युबमा जहाँ जहाँ जोडिनु भएको छ होइन कमेन्ट छोडिदिनु होला के गर्दै हुनुहुन्छ विशेष त यहाँ हामी विदेशिएपछि माछा पोखरी अफन्टहरूलाई फोन गर्छु होइन त्यसपछि फोन गरेर बोल्छु भन्ने उस हुन्छ नि के भन्छ त्यसलाई एउटा सोच बनाएको हुन्छ नि छैन के यार माछा पोखरी यार छ्या यस्तो गाह्रो छ कि फोन गर्ने समय नै छैन क्या अब काममा जानै पऱ्यो अब बेलुका गर्छि खानासाना पकाएर खाएर सुत्नै पऱ्यो होइन भोलि बिहानै काममा जानुपर्छ नि सो गाह्रो छ यार कोही रिसाउँदैछ भने मेरो अफन्टहरू होइन नरिसाउनु होला यो भिडियोबाट सबैलाई सम्झिन चाहन्छु किनकि फोन गर्ने फुर्सद छैन मेरो अनि मेरो मात्र नगएर पुरा हामी विदेशमा बस्नेहरू होइन कसैको फुर्सद हुँदैन फोन गर्नलाई सो बुझिदिनु होला भावना बाटो कता हो यार बाटै थाहा हुन्न कि यहाँ त कहाँ हो कहाँमा आछ पुग्यो होइन भावना बुझिदिनु होला अनि विशेष त मैले यहाँ माइक युज गरेको छैन भने मसँग माइकै छैन सो अब केयर आउन सक्छ अथवा नबुझिन सक्छ त्यसको लागि माफी चाहन्छु कसैसँग एक्स्ट्रा पैसा छ भने मलाई माइक किन्ने पैसा पठाउनु होला कृपया त्यही हो कुन बाटो जानुपर्छ म आफैलाई थाहा छैन होइन कहाँ निस्केँ म यार कोही अलमल्ल परे म त कहाँ जाने होला कहाँ जाने हो म यार एकैछिन गाइज म फेरि म्याप हेर्छु होइन म्याप हेर्नुभन्दा पहिला यो बिल्डिङहरू हेर्नु यो बिल्डिङ हो कि गाइज यार त्यसो म म्याप हेर्छु है त यार म्याप यार छ्या बजार भनेको यस्तो हुनुपर्छ गाइज होइन र हेर्नु त ल बजार त्यसका बाजे बजारहरू यति बस म अरू त त्यस्तै हो गाइस होइन मेरो बर्थडे पनि आउनु लागिसकेको छ यदि कसैले DJI-को वायरलेस माइक छ नि त्यो गिफ्ट गर्न चाहन्छ भने म लिन चाहन्छु है त गाइस यार यसो मेरो इष्टमिष्ट दाजुभाइ दिदीबहिनीहरू होइन यदि कसैले गिफ्ट गर्छ भने म लिन्छु है त यार DJI-को वायरलेस माइक किनकि मसँग पैसा छैन माइक लिनलाई एनिभर्सरी पनि आउँदैछ आउन त त्यही पनि आफ्नै पैसाले के किन्न पठाउनु बुढीलाई होइन सो बर्थडेमा विशेष त बर्थडेमा कसैले गिफ्ट गर्छ भने प्लिज भन्दै अब म ठ्याक्कै एकीको छेउछाउतिर आइपुगे जस्तो लाग्छ अब कहाँ हो हुन त यहाँबाट सिधा जाऊ त भनिरहेछ सो अहिले फेरि माछा पुगेर जापानमा के छ भने कान्दै छ क्या भिडियो बनाउँदाखेरि कसैको फेस आयो भने पनि त्यसको आवाजै मुद्दा हालिदिने क्या होइन क्लेम हालिदिने कि कस्तो गाह्रो छ नि माछा पुगेर यार त छैन त गाह्रो त्यसको आवाज अब बलबच्चा पाल्नु छ बुढी पाल्नु छ होइन कसैले माछा पुगे मेरो भिडियो किन गरेको अथवा मेरो चाहिँ फोटो चाहिँ किन खिचेको भनेर त्यसको आवाज चाहिँ
मामा घरतिर जाग्थ्यो भने त सकिएन सक्यो नि जिन्दगी यार। त्यसै गरी यहाँ 1 हप्ता काम गरेन भने त नि लगभग एक घर हेर्ने पैसा जान्छ अहिले राम्रोसँग काम गर्ने मान्छेको। सो यार भिडियो गर्न त एकदम मन छ नि होइन, भिडियो गराउँदै हिँड्न मन लाग्छ। यसो साथीभाइहरूले चाहिँ यसो हुन्छ नि एरिया ठाउँहरू चाहिँ देखाउन भन्ने इच्छा चाहना त हुन्छ, तर माछा पोखरीको कसैले भिडियो किन गरिस् भन्ने जागिदियो भने त सक्यो जिन्दगी। सो म यहाँ चाहिँ सिन्जुकु लाइनको यो पनि होइन, म कहाँ आइपुगेँ यार, त्यसको आवाज यार कहाँ हो त स्टेसन भनेर खोज्नुपर्ने हुन्छ। सो म चाहिँ अब एकै खोज्नुतिर लागेँ। त्यही गाइज यतिखेर चाहिँ ठ्याक्कै जापानमा 5:30 4:30 भएको अवस्था होइन। अहिले चाहिँ अलिकति चाँडै अँध्यारो हुन्छ नि त, किनकि जाडो मौसम छ, चाँडै अँध्यारो हुन्छ। सो म कतातिर जानुपर्छ आई डोन्ट नो, जानु त पऱ्यो। त्यसैले म बिल्डिङहरू देखाउँदै मेरो भिडियो चाहिँ म यहाँ लास्ट गर्न चाहन्छु। सबैजनाले हेरेर साथ दिनुभयो, सबैलाई फेरि पनि धन्यवाद दिँदै फेरि अर्को भिडियोमा भेट्ने बाँचेको साथ। यो तपाईँले मेरो युट्युब च्यानल चाहिँ सब्सक्राइब गर्नुभएको छैन भने कृपया सब्सक्राइब माई युट्युब च्यानल। सो बाई बाई। कति भिड हो भनेको यार, माछा पोखरी यति धेरै ट्रेन गयो। अब अर्को ट्रेन कुर्नुपर्छ। भिडको त कुरो नगरौँ, माछा पोखरी मान्छे छिर्ने ठाउँ छैन यार। यो जगन ढल्केर गाइस यार, मैले यो बाई त भने होइन, तर आधी बाटो आइपुगेको थिएँ कि म। अनि कस्तो फेरि पुरानो काम बाटो चाहिँ मलाई फोन गरेर बोलायो कि होइन, पुरानो कामदेखि चाहिँ मलाई फोन गरेर बोलायो। यति बिजी भयो कि सीमा थाहा छैन आमामा के कुरो गर्नु यार। वाह यस्तो बिजी भयो कि माछा पोखरी धेरै आज त जता नि बेलान छ काम। गाह्रो छैन त अघि बिहान कति बजे 5:30 बजी उठेर हिँडेको मान्छे म अहिले 11:15 भइसक्यो। बाटोमा छु, माछा पोखरी पैसा कमाउनु कहाँ यति सजिलो छ त नि होइन, गाह्रो छ पैसा कमाउनुलाई। सो यतिखेर चाहिँ 11:15 बजी म निस्केको अब कामबाट। फेरि अब जानुपर्छ टक्क लागेर, अनि रुममा गएर खानासाना खाएर छुट्टी हाल्नुपर्छ। भोलि बिहानै काम छ फेरि। ओके अब त त्यसो गाइस त राम्रोसँग बस्छ। क्रिसमस पनि आइसकेको छ, सबैलाई हेप्पी क्रिसमस। अनि त्यही हो मेरो युट्युब च्यानललाई चाहिँ अब कसै पनि एकचोटि गएर सब्सक्राइब गर्नु होला भन्दै बाई बाई, गुड नाइट सबैलाई, टेक केयर।